आज हेर्नुहोस्, एउटा चुलो भत्केको चुलो, त्यसैमा पनि खानेकुरा पकाएर खाँदाखेरि कति गाह्रो हुन्छ होला। यो पीडा बुझ्नेले मात्र बुझ्न सक्छ। यस्तै गरी जिन्दगी गुजारा चलिरहेको छ। हाम्रो परिवारको जीवन यसरी नै चलिरहेको छ। त्यो जङ्गलबाट दिनभरि दाउरा टिपेर ल्याउने अनि 2-4 मुठी चामल जम्मा गरेर फेरि हामीले यसरी पकाएर खाने र परिवार पाल्ने, यो हाम्रो जीवनको कथा एउटा अपूरणीय क्षण छ। यदि कसैलाई दया माया लाग्छ भने प्लिज कठै नभन्नुहोला। हाम्रो यो अवस्था निकै नै दयनीय छ। गरिबीको रेखामुनि रहेर बाँच्नु भनेको पनि एउटा अत्यन्तै दुःखद हुने रहेछ। के गर्नु, पीडा सबैलाई हुन्छ, तर मानव चित्र भनेको एउटा यस्तो पीडामा झेलियो कि म के भनौँ, 2-4 शब्द भन्ने शब्द नै छैन यहाँ।